हेलो साथीहरु, नमस्ते। यहाँहरु सम्पूर्णलाई स्वागत गर्न चाहन्छु आजको यो हार्मोनियमको नयाँ लेसनमा। साथीहरु, आजको भिडियोमा म तपाईहरुलाई हरि भजनमा लाग्यो मेरो मन आज बाँसुरीको धुन सुनेर यो अत्यन्तै राम्रो भजन सजिलो तरिकाले स्वरलिपि सहित सिकाउन गइरहेको छु र यसलाई मैले स्केल एफ बाट लिएको छु। यो गीतमा कोमल ग पनि लाग्दैन र शुद्ध ग पनि लाग्दैन। यसको मतलब यसलाई हामीले एफ शार्प सस भन्न सक्छौं। यसरी यो कर्डबाट हैन, यो ग पनि लाग्दैन र यो कोमल ग पनि लाग्दैन। त्यही भएर यसलाई हामीले एफ शार्प सस भनेर भन्न सक्छौं र यसको ताल चाहिँ खेम्टा रहेको छ हैन। खेम्टा ताल भन्नेबित्तिकै प्रत्येक विभागमा ती तीन मात्राको काउन्ट हुन्छ। तपाईले कपीमा पनि देख्न सक्नुहुन्छ 1 2 3 1 2 3 यसरी बनेको हुन्छ र एफ शार्प सस हामीले यहाँदेखि एलाई सा मान्नु पर्छ। त्यही भएर तपाईलाई सजिलो होस् भनेर मैले यहाँ यो कीहरुमा सा रे ग म प ध नि सा को यो ट्याग पनि एड गरेको छु। तपाईले देख्न सक्नुहुन्छ सा रे ग म प ध नि सा हैन। अब मन्द्रतिर सा नि हैन, कोमल नि, शुद्ध नि, ध प म ग यसरी छ। एलाई सा मान्नु पर्यो। अब तपाईले एलाई सा मानेर गर्नुहुन्छ भने एलाई चाहिँ तीव्र म भन्न पर्यो। नोटेसन त्यसरी लेखिन्छ हैन। अब तर मैले एफ शार्प ससबाट लिएको हुनाले यसलाई मैले सा मानिरहेको छु। तपाईले सजिलोको लागि एलाई सा मानेर एलाई म पनि भन्न सक्नुहुन्छ है त। ल सुरु गरौँ त। सबैभन्दा पहिला के छ, हरि भजनमा हेर्नुस् त, हरि भजनमा यो के भयो, प सा 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 रे सा नि। हेर्नुस् त, प सा 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 रे सा नि, हरि भजनमा यो भयो। कोमल नि लागिरहेको छ। अब लाग्यो मेरो मन, हेर्नुस् त, लाग्यो मेरो मन यो के भयो, नि सारे सारे लाग्यो मेरो मन। अब आज बाँसुरीको यो के भयो, रे प म म रे सा नि यो भयो, रे प म म रे सा नि। आज बाँसुरीको अब धुन सुनेर यो भयो, धुन सुनेर के भयो, धुन सुनेर के भयो, नि सा रे सा नि प, नि सा रे सा नि प हैन। बाँसुरीको धुन सुनेर सम भयो हैन। अब सेकेन्डमा पनि सेम छ फेरि हैन। बाँसुरीको धुन सुनेर फेरि हरि भजनमा लाग्यो मेरो मन आज बाँसुरीको धुन सुनेर। यो दुईटा मैले किन गरिरहेको छु भन्दाखेरि यो एउटामा धुन सुनेर पहिलोचोटी यस्तो गर्छ भने सेकेन्डमा धुन सुनेर यो नि सा रे सा सा यति मात्र गर्छ, अरु सबै सेम हुन्छ। ल हेरौँ त सुरुदेखि। हरि भजनमा लाग्यो मेरो मन आज बाँसुरीको धुन सुनेर, हरि भजनमा लाग्यो मेरो मन आज बाँसुरीको धुन सुनेर यसरी। अरु सबै नोटेसन सेम हुन्छ। यो धुन सुनेर को लास्टको र चाहिँ फरक पर्छ है। यसलाई चाहिँ तपाईले राम्रोसँग बुझेर हेर्नु होला। अब के हुन्छ, फूल चढाऊ भने सम्माइरौँ त, फूल चढाऊ भने हेर्नुस् त, फूल चढाऊ भने यो के हुने भयो, प प प प ध प म रे यो फूल चढाऊ भने। अब
भमराको जुठो हेर्नुस् त म म म म प म रे यो भमराको जुठो म म म म प म रे फूल चढाऊ भने भमराको जुठो। अब भमराले छाडिदियो फूल यहाँसम्म भमराले छाडिदियो फूल हेर्नुस् त इजी छ भमराले छाडिदियो फूल यो के भयो धा 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 पा धा पा मा पा हैन धा 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 पा धा पा मा पा भमराले छाडिदियो फूल हैन। अब आज बाँसुरीको धुन सुनेर यो त पहिलाको जस्तै हो आज आज बाँसुरीको धुन सुनेर यही जानु पर्यो हैन रे प म म म रे सा नि नि सा रे सा सा रे सा नि प यो अगाडिकै नोटेसन हो। यहाँसम्म तपाईहरुले राम्रोसँग यो स्क्रिनमा दिएको नोटेसनलाई हेरेर बुझ्नुभयो भने र सिक्ने कोसिस गर्नुभयो भने पक्कै सकिन्छ। र यसपछि फेरि अर्को टुक्का आउँछ हैन यो चाहिँ एकोरो किसिमको छ यो टुक्काहरु सेम छ लय सेम छ। अब लय सेम भएपछि यसको नोटेसन पनि सेम हुन्छ। अब यो पहिलो टुक्कामा हामीले फूल चढाऊ भने भमराको जुठो भमराले छाडिदियो फूल आज बाँसुरीको धुन सुनेर यो गर्यौ। अब यसपछि के छ दूध चढाऊ भने बाछाको जुठो बाछाले छाडिदियो दूध आज बाँसुरीको धुन सुनेर यो सेम हुन्छ। एकचोटी बजाएर हेरौं दूध चढाऊ भने बाछाको जुठो बाछाले छाडिदियो दूध आज बाँसुरीको धुन सुनेर हरि भजनमा लाग्यो मेरो मन आज बाँसुरीको धुन सुनेर हरि भजनमा लाग्यो मेरो मन आज बाँसुरीको धुन सुनेर। यसरी यो हरि भजनमा लाग्यो मेरो मन अत्यन्तै राम्रो तरिकाले बजाउन सिक्न सकिन्छ। बस तपाईले यो नोटेसनलाई राम्रोसँग बुझ्ने कोसिस गर्नुहोला। अर्को भिडियोमा म फेरि अन्य भजनको अथवा गीतको नोटेसन लिएर यहाँहरुको माझमा उपस्थित पक्कै पनि हुनेछु। त्यतिन्जेलसम्मको लागि मैले दिएको नोटेसनलाई तपाईले आफ्नो कपीमा राम्रोसँग उतारेर त्यसलाई राम्रोसँग साधना गर्नुहोला। हस्त नमस्ते।